काठमाडौँमा 12 गते हामी विशाल जनप्रदर्शन गर्दैछौँ। यो उनीहरूले 23 और 24 गतेको जेएनजी आन्दोलन र त्यसका प्रभावहरूका बारेमा हाम्रो पार्टीको दृष्टिकोणलाई सही ढङ्गले जनताको बिचमा लान नदिएर मिडिया र सोसियल मिडिया दुरुपयोग गरेर निर्वाचन परिणाम जुन उनीहरूले प्रयोग गरे र हामीले वैशाख 12 गतेको कार्यक्रम हामीले नयाँ वर्षको कुरालाई पनि ध्यान दिएर अलि पछाडि कार्यक्रम लगाऊ र त्यो कार्यक्रम चाहिँ नि जुन जेएनजी आन्दोलन उनीहरूले भनेका छन् त्यो आन्दोलनलाई बिर्साउने ढङ्गको आन्दोलन चाहिँ हामी काठमाडौँ गर्दैछौँ। त्योभन्दा अगाडि हामीले जिल्ला तहमा 25 गतेसम्म विशाल भेला प्रदर्शनहरू गर्दैछौँ। हामीले भोलि नै यहाँ जनसङ्गठनहरूको भेला प्रदर्शन गर्दैछौँ। हामी यहाँ संसदीय दलको बैठक पनि हाम्रो पार्टीको भोलि नै बस्दैछ र संसदभित्र प्रभावकारी ढङ्गले भूमिका खेल्ने र भोलि प्रभावकारी ढङ्गले अन्य दलहरूसँग सहकार्य गर्ने कुरामा रामबहादुर थापा बादल हाम्रो उपाध्यक्ष र पद्म अर्यालजीलाई हामीले पार्टीले जिम्मा दिएको छ। त्यसै गरी रघुजी पन्त, योगेश भट्टराई र मीरबहादुर विश्वकर्माजी उहाँहरूलाई नागरिक समाजसँग सार्थक संवाद गर्ने र यी तमाम परिवेशहरूलाई जानकारी गराउने विषयमा हामीले जिम्मेवारी दिएका छौँ। हामीले 7 गते सबै प्रदेशका राजधानीहरूमा काठमाडौँ बाहेकका सबै ठाउँमा 6वटै ठाउँमा चाहिँ हामी शानदार प्रदर्शन गर्दैछौँ र